कोही त यहाँ जोड फल्दैन त सर छिटो छिटो काम चालु बोकेर ल्याउनु लिचीको बोट हिँड्न सकिन्छ लिची लिची अलि हेरौँ लाग्छ त खोइ कहाँ खानु हो यो हो आगो त्यो मुनिको बिरुवा हल्का चियासम्म त अनि हाल्ने हालौ ओ छिटो आजु त उयो गर्दै जा त शेर्पाजी धम्दा नमान्ने हुन्छ हामी दुईजना पुर्दै आउने हो अस्ति छोड्छु भन्दै थियो खेत कहाँको यता गर्दिनँ भन्दै थियो क्या शेर्पाले चारेर त यो लैजा त यो बिचै आउँछ के को आउँदैन यो दानै भिजेर यो एउटाकै आउँछ है को त खानु भयो छेउ छेउ लाउँदै जाँदा त्यो सबै लैजा त यो हात आँटेन अनि त्यति हामी लिएर आउने नि त सिधा पारमै सिधा पार्नु होइन चिन्ता नलिनु दाइ 2-4 वर्ष पछाडिको करोडपतिको नाममा तपाईँ नै गनिनुहुन्छ कारमा आउनुपर्छ कारमा अबदेखि बाइकमा होइन छोडेर गएछ मुलाले सबै बुहाली छोडाउँछ कि सबै एकमुखी होलोस् कति एकमुखी मात्रै होइन त्यत्रो नि माग्नु हुँदैन होइन भगवान्ले फेरि शिव भगवान्ले भन्छ आगो ल 42वटैमा एक मुखे फल्यो भने चाहिँ यो खोइ कसरी भाँचेको यसबाट मुना लाग्छ फल्यो भने चाहिँ भगवानको नाममा यसो मन्दिर सन्दिर शिवजीको हाम्रो स्थानीय जातको लोकल कुकुर ध्वासेर धोबे भन्ने चाहिँ कुकुर एक मुखे भनेको चाहिँ कस्तो भने नि दाइ यो अहिलेसम्म भेटेका पनि छैनन् मान्छेले अरेको कुरामा विश्वास गरिरहेछन् होइन यसको बहुमूल्य हुनुको कारण त्यही हो कि नभेटेकाले तर हुन्छ कि हुँदैन चाहिँ टुङ्गो हुँदैन हुन नि सक्छ तपाईँको मकैको घोगामा मैले भने नि अघि होइन गन्दै तपाईँ त घेरा गर्नु होइन जोडी पुग्छ होला सायद बिजोडी कहिल्यै भेटिँदैन अगाडि पछाडि कुकुर पनि भिक्टर रोडमा हिँडिरहेछ ल्याउने क्या हो के हो यो कन्ट्री ओइ यो पक्का फल्छ माछा त के चाहिँ फल्छ भन्नुभएको रूपक सर मकै गौरी शङ्कर 21 मुखे फिक्स लाग्छ मलाई थाहा छ पोरा भयो 21 मुखे 3टा बेचेको कतिमा बेच्नुभयो होइन नि पारी यता गाउँको होइन ए यो
ठुलो टिस्कुलो त ल्याउने क्या हो यहाँ पनि हाल्नु कि यो उम्रियो भने त जङ्गल हुन्छ नि नाको बोट द्राक्ष बगान हुन्छ नि त्यसो त स्कुलमा ल्याएको यो टाढोमा रुद्राक्षको बोट देख्न सक्नुहुन्छ यही हो यो यता यो बगान ठुलो यसमा फुल फुलेको पनि देख्न सकिन्छ आनन्दले यो फुल हरियो हरियो त्यो फुल भनौँ न फुल रुद्राक्षको फुल फुल्ने सिजनमा स्टप गरौँ त लामो